जोजोलपा तारेमाम पासापी मफुला। नेपाल भाषाको इबुक डाउनलोड गर्न चाहनुहुन्छ भने agentaakash.com/नेपाल भाषामा जानुहोला। सुरु गरौँ आजको च्याप्टर। आज हामीले ब्रदरलाई नेपाल भाषामा के भनिन्छ भन्ने कुरा लिएर आएका छौँ। दाइलाई नेपाल भाषामा दाजु भनिन्छ, त्यस्तै गरी भाइलाई किजा भनिन्छ। अब हामीले सोध्नु पर्यो, दाइ सन्चै हुनुहुन्छ? दाजु म फुला। दाजु म फुला। म फुला अर्थात् सन्चै हुनुहुन्छ भन्न खोजेको हो। त्यस्तै गरी अर्को, दाइ टाढै हिँड्न लाग्नु भएको? यसलाई नेपाल भाषामा दाजु तापाके वने चेनौला। दाजु तापाके वने चेनौला। अब कसैलाई जिस्काएर अथवा भाउजू खोइ भन्नु पर्यो भने दाइ भाउजू खोइ। दाजु तताजु गो। दाजु तताजु गो। दाइ एक्लै? यसो सोध्नु पर्यो भने दाजु याख चाला। दाजु याख चाला। याख अर्थात् एक्लै। दाइसँग पैसा माग्नु पर्यो भने दाइ अलिकति पैसा देऊ। दाजु हच्चा धेबा हजी। दाजु हजा धेबा हजी। धेबा अर्थात् पैसा, हजी अर्थात् लेउ, भच्चा अर्थात् अलिकति। त्यस्तै गरी यसमा दाइ अलिकति पैसा दिनुस् भन्नु पर्यो भने दाजु हच्चा धेबा बिया दिस। बिया दिस। बिया दिस। बिया दिस। अब दाइलाई नै जिस्काउनु पर्यो भने दाइ भाउजू कहिले ल्याउने? दाजु भाउजू गब्ले हेउ अथवा दाजु तताजु गब्ले हेउ। गब्ले अर्थात् कहिले, हेउ अर्थात् ल्याउने। अब दाजुको रक्सी खाने बानी छ भने दाइ रक्सी धेरै नखाऊ। दाजु एला योक्व तोने मते। त्यस्तै गरी अब नखानुस् भन्नु पर्यो भने जस्तै कि दाइ रक्सी धेरै नखानुस् भन्नु पर्यो भने दाजु एला योक्व तोना दि मते। तोना दि मते। तोना दि मते। योक्व अर्थात् धेरै भन्न खोजेको हो। तोने मते अर्थात् नपिउ, धेरै नपिउ भन्न खोजेको हो। अब कसैले तपाईलाई रक्सी धेरै नखाऊ अथवा केही चुरोट धेरै नखाऊ अथवा केही भन्यो भने त्यसको रिप्लाईमा हुन्छ भन्नु पर्यो भने जु। अब खाएको छैन भन्नु पर्यो भने मटोना। अब धेरै खाएको छैन भन्नु पर्यो भने योक्को मटोना, यस्तो भन्न सकिन्छ। अथवा छोडिसक्यो भन्नु पर्यो भने टोटे ठुन। पिउन छोडिसक्यो भन्नु पर्यो भने टोन्यु टोटे ठुन। मैले यो सरर भन्दै गएको छु, यो टेक्स्टमा लेखेको छैन। तपाईहरुलाई के कन्फ्युजन भयो भने कमेन्ट गर्न सक्नुहुन्छ। केही बुझ्नु भएन, मैले भनेको प्रोनाउन्सिएसनहरु बुझ्नु भएन भने कमेन्ट गर्नु होला, म रिप्लाई गर्छु। यो भिडियो बनाउँदाखेरि मेरो यो सेन्टेन्सहरु इन्क्लुड गर्ने प्लानिङ थिएन, तर अब यो मैले बनाउँदै गर्दाखेरि यसको रिप्लाई पनि यो भयो भने अझ तपाईहरुलाई इन्ट्रेस्टिङ हुन्छ कि भनेर मैले यो सरसर भनेको हो। अब भाइको सेन्टेन्सहरु हेरौं। यता आउ भाइ भन्नु पर्यो भने प्राय जस्तो यो युज भइराख्ने सेन्टेन्स नै हो। थन वा किजा। भाइलाई किजा। थन वा किजा। यता गार्न आउ भाइ भन्नु पर्यो भने चाहिँ थन गारेजु वा। थन गारेजु वा। त्यसै गरी यता मर्न आउ भन्नु पर्यो भने थन सी वा। थन सी वा। यता छिटो आउ भाइ भन्नु पर्यो भने चाहिँ थन याक्न वा किजा। छिटो अर्थात् याक्न। 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 भाइ त आज कस्तो ह्यान्डसम देखिएको भन्नु पर्यो भने जिस्काउनु पर्यो भने कसैलाई किजाला थौ गयो ह्यान्डसम खनेडु। किजाला थौ गयो ह्यान्डसम खनेडु। भाइ त अर्थात् किजाला। थौ अर्थात् आज। गयो अर्थात् कस्तो। देखिएको अर्थात् खनेडु। अब अर्को, भाइ बुहारी खोइ भनेर जिस्काउनु पर्यो भने किजा भौ वो। किजा भौ वो। अब भाउजूलाई तताजु भनिन्छ भने बुहारीलाई भौ भनिन्छ। बिरालोलाई पनि भौ अथवा भौचा भनिन्छ। भाइ बुहारी ल्याउनु पर्यो नि। किजा भौ हे मालका। किजा
हौ हे मालका। अब भाइको उमेर सोध्नु पर्यो भने भाइ कति वर्ष भयो? किजा गुली वर्ष दत, अथवा किजा गोर दत। गोर अर्थात् कति वर्ष। अब किजाले पनि जिस्किएर जति वर्ष भए पनि 16 वर्ष भयो भन्नु पर्यो भने झिन्खुरा दत, झिन्खुरा दत। झिन्खुरा अर्थात् 16 वर्ष, अथवा 17 वर्ष भयो भने झिन्नेर दत, 18 वर्ष भयो भने झिन्चारो दत, अनि 20 वर्ष भयो भने निर दत, यसरी भन्न सकिन्छ। अब कसैलाई जिस्काउनु पर्यो भने भाइ बिहे भोज कहिले खुवाउने भनेर जिस्काउनु पर्यो भने, तर आफ्नो बिहे हुन अगाडि चाहिँ मान्छेलाई सबैले सोधिराख्दाखेरि चाहिँ इरिटेट लाग्दो रहेछ। मलाई चाहिँ बिहे अगाडि सबैले यो क्वेसन सोध्यो भने इरिटेट लागेर हुने, अल्छी लागेर हुने, मान्छेको अब के काम हुन्छ, के सोचिरहेको हुन्छ, के गर्ने भनेर सोचिरहेको हुन्छ लाइफमा। मान्छे आउँछ बिहे कहिले गर्ने त्यही मात्र सोच्छ, छ्याउ लाग्ने, तर आफूले बिहे भइसकेपछि अरूलाई जिस्काउनु चाहिँ फेरि रमाइलो लाग्दो रहेछ। अब यसरी कसैलाई जिस्काउनु पर्यो भने अथवा सोध्नु पर्यो भने किजा ब्या फे गब्ले नक्यु, किजा ब्या फे गब्ले नक्यु। ब्या फे अर्थात् बिहे भोज, गब्ले अर्थात् कहिले, नक्यु अर्थात् खुवाउने। ऊ भाइको जिएफ हो? वो किजायु जिएफ खला, वो किजायु जिएफ खला। हाम्रो फेसबुक पेज ग्रुपहरूको लिङ्क चाहनुहुन्छ भने तपाईले agendaakash.com/नेपाल भाषामा गएर त्यसमा हेर्न सक्नुहुन्छ तपाईले हाम्रो लिङ्कहरू। र फेसबुकमा हाम्रो पोस्टहरू आइरहेको हुन्छ दिनदिनै, तपाईहरूले शेयर गरेर यसो हामीले सहयोग गरिदिनु होला, अथवा लाइक भए पनि गरिदिनु होला। र नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने agendaakash.com/नेपाल-टाइपिङमा गएर नेपाली टाइपिङ गर्न सक्नुहुन्छ। थ्यांक यू। शुभ